हेलो साथीहरू, गुड आफ्टरनुन। आजको भिडियो बिहेको ट्रिप हेर्न सक्नुहुन्छ। हामीहरू मेरो बुढी म मेरो छोरो रेडी भएर हामीहरू बिहेको लागि हिँड्यौँ। हेर्न सक्नुहुन्छ तपाईँहरू। हामीलाई बिहेमा जानुपर्ने थियो, बिहान चाँडो नै जानुपर्ने थियो। अलरेडी हामीलाई ढिला भइसकेको थियो। के गर्ने हजुर, परदेशको ठाउँ हो, परदेशको ठाउँमा काम गर्नु पर्यो। काम नगरेपछि बस्न दिँदैनन्। आफ्नो काम भ्याएर काम गर्दा गर्दै अलरेडी ढिला भइसकेको थियो। हेर्न सक्नुहुन्छ खाली रोड, त्यही कारणले गर्दा हामी स्पिडमै थियौँ। स्पिड धेरै टाढा त केही पनि थिएन, 7-8 किलोमिटरको मात्रै डिफ्रेन्स हो। अब के गर्ने, 7-8 किलोमिटर पनि आफ्नो काम भ्याएर मात्रै निस्किनुपर्छ। अङ्कलले फोन गरेर हलमा नगएर सिधै मेरो रुममा आउनु, यताबाट रेडी भएर सँगै जाउँला भनेर हामीहरू अङ्कलको रुमतिर लाग्यौँ। हेर्न सक्नुहुन्छ अङ्कलको रुमतिर पनि ठ्याक्कै हामी गेटभित्र पस्यौँ गाइज। गेटभित्र पसिसकेपछि अब अङ्कलको रुम हेर्न सक्नुहुन्छ। अङ्कलको रुमतिर पनि लाग्यौँ। अङ्कलको रुमतिर फाइनल्ली पुग्यौँ हामी अङ्कलको रुममा। अङ्कलको रुममा पुगिसकेपछि ल अङ्कल पनि आउनुभयो रेडी हुनको लागि, बिहेमा जानको लागि। अङ्कल आउँदाखेरि केटाकेटीको लागि बिस्किट चिप्सहरू ल्याइदिनु भएको थियो। त्यो खानको लागि लड्दै थिए एक आपसमा। बच्चा बच्चीहरू छोराछोरीहरू खाँदै साइड लगाइहाले। मध्य प्रदेशदेखि मेरो कान्छो फुपू आउनुभएको थियो। कान्छो फुपूसँग पनि आशीर्वाद लियो। साइडमा मेरो भाइ बहिनीहरू रेडी हुँदै थिए, मेरो बुढी रेडी गर्दै थिइन्। उनीहरू रेडी भएर हतार हतारमा उनीहरू निक्लिहाले। अब पालो आयो अङ्कलको। अङ्कल पनि रेडी हुनुहुन्छ। अङ्कल रेडी भइसकेपछि ल मेरो फोटो खिच्दा कस्तो देखिन्छु भन्नुभयो। एउटा फोटो अङ्कलको फोटो खिच्दै थिएँ। भाइ पनि आएर साइडमा, भाइ पनि रेडी हुँदै थियो। भाइ पनि रेडी भइसकेपछि हामीहरू फाइनल्ली बिहेको लागि बिहेको मण्डपतिर हलतिर हिँड्यौँ। ल मैले आफ्नो मर्सिडिज स्टार्ट गरेँ। हेर्न सक्नुहुन्छ मेरो मर्सिडिज स्टार्ट गरिसकेपछि हामीहरू हलको बाटो, हलको लोकेसनतिर हिँड्यौँ। अबको 2 मिनटमा हामीहरू हलभित्र प्रवेश गर्नेछौँ। ल फाइनल्ली गाइस हलमा पनि पुग्यो। हलमा पुगिसकेपछि अलरेडी हामीलाई लेट भएको कारणले गर्दा यहाँको प्रोग्रामहरू सब भइसकेको थियो। त्यही पनि हामी हेर्न सक्नुहुन्छ मेरो छोरो यहाँ प्रोग्रामहरू भ्याइएर यहाँको उताभित्र सबैजनाहरूभित्र यहाँको धुप गर्मीले गर्दा सबैजनाहरू भित्र पार्किङभित्र गएर बसेका थिए।